के गर्नु बाबु बुझेको बाउले छोरीलाई बिहानदेखि बेलुकासम्म कामैमा भोलि म सम्झाइदिन्छु दाजुलाई आज ढोका खोल ढोका तो खोल आज मार्दिन्छु म ढोका खोल आज खोल ढोका आज सबलाई काटिन्छु म ढोका खोल इसिग गेलो थाइ उठ्नु पर्दै गयो हेर्न त अहिले कहाँ हो भाइ के भाले भाइ रहेछ उठ्यो जोडाए हजुर भाइ काक्ती पानी चाहिँ लिकन आत्तै आज बढी टाउको दुख्छ जाँदै बुढी जाँदै काक्ती पानी किन खाने कुकुरको मुख खान जान आज जहिले पनि कुकुरको मुख खाएपछि अनि शरीर दुख्दैन त बढी टाउको दुख्छ आज ह्यान्ची मिस कहाँ गयो मिस आज पनि कुकुरको मुख खान जानु होला नि दिनकै कुकुरको मुख त खाएर आउँछ दाजु हिजो बेलुका दारु त्यति धेरै खानुभएको रहेछ मैले भाउजूलाई सम्झाउने बेला हजुरले मलाई हातपात गर्नुभयो मैले त सोचिरहेको थिएँ छोरालाई स्कुल पठाउनुहुन्छ छोरीलाई किन पठाउनुहुन्न छोरा र छोरीलाई भेदभाव गर्नुहुन्न छोरा र छोरी भनेका समान हुन् छोराले नगर्ने काम छोरीले पनि गर्न सक्छ त्यही पनि म सम्झाइरहेको थिएँ हजुरले मलाई हातपात गर्नुभयो त्यही त भने हिजो सम्झाइराख्नु भएको थियो त्यत्तिकै शङ्का गर्नुभयो आजको यो युगमा आएर नि यस्तो गर्ने हो त यस्तो गर्यो भने अहिले त कानुनी अपराध मानिन्छ यसलाई यस्तो गर्यो भने हजुरलाई जेल हुन सक्ने सम्भावना हुन्छ त्यसैले छोरा र छोरीहरूमा भेदभाव कहिले नि गर्नु हुँदैन ओहो भाइ मेरो त आँखा फुटे जानु भइरहेको थियो अहिले आज सम्झाइदिउँ अब त यसो कहिले हटेर आजैबाट म छोरीलाई पठाउँछु आज आउट ड्रेसमा गयो भने पठाउँछु भोलि म छोरीकन ड्रेस किनिकन स्कुलमा पठाउँछु भाइ आज छोरीलाई लिएर जा म कपडा किन्न गएँ बड्डी छोरीकन स्कुल लगाउने तपाईँले त आफ्नो आँखा खोल्नुभयो मेरो मनकै कुरा गर्नुभयो आज पनि छोरीलाई स्कुल आजदेखि पठाउनु भयो म त एकदम धेरै खुसी छु म पनि अब घाँस काट्न जान्छु बुढा छोरो बुढी जा म कपडा किन्न बाहिर गए छोरीकन पर बजारमा सकियो